हेलो एवरीवन। अभी दशहरा का सीज़न है तो बहुत दिन से मटन खाने का मन हो रहा था। तो हमने भी आज सुबह सुबह उठ के मार्केट में जाके मटन लेके आए। ल साथी है, अब दसैँको टाइम छ, मासु पनि खानु पर्यो। त्यो भनेको भनेपछि बाख्राको टाउको भनेपछि बोका होइन, खसीमा पाउँदैन इन्डियातिर, बोका बोका पाउँछ। अनि त्यसै गरी बोकेको पोटे भन्छ नि नेपालीमा पोटे, त्यो पनि मिस गरेको। कहिलेकाहीँ तपाईँहरूले पनि यस्तो पिज्जा बनाएर खानुहोला घरमा फ्यामिलीसँग अथवा साथीहरूसँग। धेरै मिठो हुन्छ, मजा आउँछ। यसको धेरै झोल बनाउनु हुँदैन, अलि ड्राई ड्राई सुक्खा सुक्खा टाइपको रोटीसँग खाँदालाई राम्रो हुन्छ। किनकि झोल बनायो भने चाहिँ मिठो हुँदैन यो हैन। अनि त्यसै गरी यो मुन्टोलाई टाउकोलाई पोल्दाखेरि झनै राम्रो हुन्छ, झन् टेस्टी आउँछ। तर यो मैले पोलेको होइन, पुरा स्किन निकालेर कटाएको हो, त्यस्तो फ्लेभर आउँदैन। पोलेकोमा चाहिँ झनै राम्रो आउँछ। ट्राई गर्नु होला एकचोटि, तपाईँले पनि आफ्नो घरमा फ्यामिलीसँग बसेर खानु होला।